सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। गाइस, यहाँ चाहिँ माखाले कहिले नछोड्ने भए। म चाहिँ कहाँ जाँदैछु भन्दाखेरि गाइस हेर्नु, यत्रो कपडा छ। यत्रो कपडालाई धुनु पर्नेछ मैले। आज मेरो काम यही छ। मैले यस्तो गरेर नि भिडियो बनाइरहेको छु। म चाहिँ अब जाँदैछु दारोतिर। यहाँ चाहिँ कस्तो हरियाली आजभोलि, जताततै हरियाली छ। कस्तो रमाइलो छ है गाइसहरू गाउँघरतिर। म जान्छु कपडा धुनलाई। गाइस हेर्नु, यहाँ ओखरको रुखहरू छन्। ओखर सिस्नो खानालाई एकदमै सजिलो छ, यहीँनेरै पाउँछ। आफै यहाँ खाऊ, तल नि छ, जति खाऊ खाऊ। यहाँ भाङ, यहाँ आरुको बोर्ड नि छ है गाइस। यता यहाँ हाम्रो घर यही हो गाइस। यहाँ चाहिँ हाम्रो दाउरा, आगो बाल्नलाई दाउरा छ। पारी साइडमा नि बाटो छ एउटा। राम्रो भ्यू देखिन्छ क्या, यो सिनहरू एकदमै। कति हरियाली भएको हो क्या आजभोलि। यस्तै कसैले स्याउ खान मन छ भने गाइस सम्पर्क गर्नु होला है त। स्याउ यस्तो। म चाहिँ स्याउ पाउने ठाउँमा छु है। अब धारोमा त जान लागेको छु गाइस, तर नि धारो कत्रो आउँछ भन्ने कुरो हो। फेरि यत्रो पन्नाहरू ठुलो ठुलो कपडा छ भनेर म उ गरेर आएँ। यस्तो छ बाटो यतातिर। म देखेको छु कि छैन गाइस, आई डोन्ट नो। तर मैले भिडियो बनाउन छोड्दिनँ। धेरै भएको थियो यता, घरबाट बाहिर ननिस्केको। अहिलेको कपडा धुनलाई यसो फ्रेस हुन्छ भनेर घरमै बस्दा बस्दा सन्चो नभएर घरमै बस्दा आज चाहिँ सन्चो भयो। सन्चो हुन बित्तिकै म चाहिँ आइहालेँ। रोडको हालत यस्तो हुन्छ, यस्तो छ हाम्रो रोडको हालत। खेत, ठुलो खेत यो। अनि चाहिँ उता हाम्रो ओखर त्यो नर्सरी छ, त्यहाँनिर त्यो सानो नर्सरी हो। होला नजिकै छ के। सब कुरा ठिकै थियो, यो बाटो अलिकति त्यस्तै छ गाइस। कहिले बाटो पिच हुने हो र आनन्द हुन्थ्यो। म चाहिँ धारोनेर पुग्न लागिसकेँ गाइस। तर धारो सानो आउने रहेछ भन्नुभएको थियो, साँच्चीकै रहेछ यार। धारो चाहिँ सानै आउने रहेछ। पहिला कत्रो ठुलो आउँथ्यो कि यो बर्खा सिजनमा। ल मूलको पानी हो है गाइस। यहाँ चाहिँ पार्टी छ टक्क, अनि यहाँ पार्टी छ अनि धुने हो क्या। यत्रो सानो, यति सानो आउँदैछ तर कसरी धुने होला। ठुल्ठुलो कपडा ल्याएको छु मैले। यहाँनिर रोड छ, रोड नेरै छ धारो त। यहाँ रोड भयो, धारो यहीँ नजिकै हो। अब चाहिँ म एकछिन धारोमा अलिकति बढाएर आउँछु। म बढाउन सकियो भने कस्तो छ। त्यो बर्खा सिजनमा ठुलै आउँथ्यो कि गाइस धारो। यहाँ खेर गएको छ यता यता, अनि त्यो भएर होला। पानीको ट्याङ्की यहाँ स्टक हुने पानी यहाँ छ, यहाँबाट जाने हो पास भएर। यहाँ चाहिँ कत्रो आउँछ पानी। पानी सानो आउने रहेछ, अनि कहाँबाट हुन्छ। पानी नै छैन क्या। अब कसरी यस्तो छ, यस्तो झाडी कसरी गर्नु होला।
आज मलाई कपडा धुन गाह्रो हुने भयो गाइस। त्यहाँ पानी किन रहेछ क्या यता उताबाट, एकचोटि किन नआएको होला यो पानी, यस्तो छ गाइस। गाइस मैले चाहिँ यति कपडा धोएँ, हेर्दाखेरि थोरै मानिन्छ, यत्रो धेरै धोएँ, हेर्नु न यति धेरै धोएँ मैले गाइस, कति धेरै छ। धुनलाई एकदमै यो सानो गाह्रो भएर एकदम गाह्रो भयो। अब चाहिँ म कपडा गाइस मैले फाइनली सकेँ, अब कपडा धोएर सकेँ। अब चाहिँ म घर जानुपर्छ, कपडा हालेर घर जान्छु। यत्रो कपडा छ, कपडा दिने हो, टाउकोमा हालेर लाउनु पऱ्यो।